यहाँ हेर्नुहोस् न फुल आम्मामा ज्याम ज्याम के दामी कलर रहेछ फेरि के कलर रहेछ ए पानी चाहिँ यहाँ स्विमिङ गर्नु लायकको रहेछ सफ सो गाइज अब यहाँबाट मेरो गेस्ट छ होइन अगाडि रामाडाबाट त्यहाँबाट चाहिँ पिकअप गरेर लानुपर्ने छ अन्त त्यसले गर्दाखेरि अलिकति यहाँ ट्राफिक चाहिँ फस्यो अब यिनीहरूलाई 8:30को टाइम दिएको थियो खै त अन्त निस्केकै छैन यिनीहरू सो अहिले हामी अब एकछिनमा हिँड्ने स्ट्यान्ड पनि त के भयो यो स्ट्यान्ड पनि अनलाइनमा आएको खै के खालको है ल अब गेस्टलाई लगेर हामी जान्छौँ है लु अब हामी चाहिँ फिलहाल घुम पनि काटेर मङ्पुतर्फ लाग्यौँ 3टा गाडी हो गेस्टहरूको चाहिँ क्याचिङ क्याचिङ भन्दा सुनेर चाहिँ वक्कै भइदिएर चाहिँ मैले यिनीहरूलाई म्युटै गरिदिएँ त्यहाँदेखि चाहिँ हो त्यहाँ चाहिँ म्युट गरेर चाहिँ आफ्नो तरिकाले लग्यो यिनीहरूलाई हो नरोकी उल्टी गर्दै 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 बरु गाडी पनि गरोस् भनेर लगेको गर्दै ल हाम्रो फिलहाल फर्स्ट पोइन्ट आयो यो सेलताल भन्ने ठाउँ मङ्पुभन्दा अगाडिको क्या फर्स्ट पोइन्ट अब यिनीहरूलाई यहाँ घुमाएर चाहिँ फेरि सिधै चियापानी खिलाएर सिधै लाने अब चाहिँ हामी मन्दिर आइपुग्यो हो मन्दिरदेखि सिधा अब हामी जान्छौँ रविन्द्रनाथको भवन जान्छौँ होइन त्यहाँ चाहिँ के छ है फिलहाल चाहिँ हामी मङ्पु आइपुग्यो हो मङ्पुमा अलिकति जामले गर्दा चाहिँ कन्फ्युज भयो कि म चाहिँ सिधै जोगीघाटपट्टि गइदिन्छु नि अरू केटाहरू चाहिँ तल रविन्द्रनाथको त्यहाँ गइदिएछ होइन म त बिर्सेर यता पो झर्दैछु एक्लै भएर फेरि फर्किनु पऱ्यो आम्मा रुखमा दामी बनाइदिएको छ नि है ल यहाँ चाहिँ हाम्रो रविन्द्रनाथको भवन मङ्पुमा पर्छ है यो चाहिँ रोडको ठिक्क अपोजिट साइडमा अन्त एउटा कोडर चाहिँ दामी देखेको क्या यहाँ चाहिँ माथिको हेर्नुहोस् न के बनाएको यो ट्री हाउस है ट्री हाउस हेर्नुहोस् त कस्तो रमाइलो मजाको बनाएको अब म तपाईँलाई भित्रको दृश्य देखाउने छु ल कस्तो हुन्छ म फर्स्ट टाइम जाँदैछु टिकट त लिँदैन होला नि हामीलाई लु रविन्द्रनाथको भवन चाहिँ यस्तो छ म पनि फर्स्ट टाइम पसेको होइन अन्त यहाँ चाहिँ यो चाहिँ हालैमा बनाएको छ पहिला पुरानोको चाहिँ यहाँ रहेछ नि त्यो यो पनि हालैमा बनाएको होला हो उहाँ हाम्रो भाइ चाहिँ यहाँको हो नि त होइन अन्त अलिकति गाइड गर्दैछ मलाई हामी तर सँगै आएको फेरि टुरमा चाहिँ सँगै हो हाम्रो होइन यस्तो छ दृश्य चाहिँ अहिले हो म तपाईँलाई भित्रको पनि देखाउँछु ल कस्तो हुन्छ भित्र चाहिँ यस्तो रहेछ है भिड चाहिँ हेभी छ जस्तो लाग्दैछ मान्छेको हो हाम्रो गेस्टहरू चाहिँ ऊ पर बसिरहेको छ फोटोग्राफीको अलाउ छैन भित्र हो त्यही कारण चाहिँ बाहिर मात्रै गर्दैछु मैले भिडियो तर भित्र चाहिँ अलिअलि अब हेरौँ के हुन्छ चान्स पायो भने चाहिँ गर्नुपर्छ हल्का हो यहाँ चाहिँ फोटोग्राफी चाहिँ छैन रहेछ यस्तो चाहिँ छुटुक्कै खिचेको यो चाहिँ भिडियो हल्का भित्रको दृश्य भित्र चाहिँ यस्तो रहेछ हो त्यो भिडियो चाहिँ यहाँ लुकी लुकी गर्नुपर्दो रहेछ त्यसले गर्दा अलिकति सर्टकट हुन्छ भिडियो है यो चाहिँ रविन्द्रनाथको पहिलाको बाथरुमहरू यस्तो रहेछ बाथरुम नुहाउने जग्गा
यस्तो रहेछ। यो यहाँबाट चाहिँ हेर्नुहोस् त ट्री हाउस आम्मामा जुलुम देख्यो है। जुम चाहिँ त्यस्तो छैन नि त त्यसको। यो अहिले बडो भाइ चाहिँ फिलहाल भित्र पसेर अलिक फोटोहरू खिचिहाल्यो हो लुकी लुकी। अन्त भित्रको दृश्य त हामी देखाउन सकेन फोटो खिचेर हो। तर भित्र मजाको रहेछ, ठाउँ चाहिँ राम्रो रहेछ होइन। तपाईँलाई म अलिअलि भिडियो चाहिँ गरेर देखाएको छु ल, देखाउने छु। ट्री टप हाउस रहेछ नि त यहाँ चाहिँ। हेर्नुहोस् त कस्तो दामी बनाइदिएको छ ल, रुखमा डल्लै रड लगाएर स्कुप गरेर बनाएको छु। दुई तला छ अरे यो माथि है भाइ? दुई तला छ अरे। उयो पाइप त टोइलेटको होला। सिँढी चाहिँ यो पहिला चढेको रहेछ, अहिले चढ्दैन रहेछ मान्छे। हावाले चाहिँ बिजो बनाउँछ यो। गाडीको लाइन चाहिँ हेर्नु सक्नुहुन्छ होला तपाईँले होइन। हाम्रो गाडी चाहिँ ऊ माथि छ, दुईवटा तिनवटा। ल अब चाहिँ हामी जाँदैछौँ जोगीघाट। अन्त अब हाम्रो एउटा दुईवटा तिनवटा गाडी चाहिँ रेडी, मान्छे आउनु थाल्यो होइन। अब चाहिँ हामी जाने जोगीघाट। अन्त फिलहाल चाहिँ अहिले मेरो गाडीको चाहिँ आएको छैन, आउँदैछ। गाइस अब चाहिँ जोगीघाटको लागि हामी भ्यू हेरिदिनुहोस् न, दामी दामी भ्यू छ अब चाहिँ। ल हेर्नुहोस् है, जोगीघाटको चाहिँ पुल यही हो। म र भाइ मात्रै छ भिडियो गर्नेमा, खै अर्को दाजु त आउँदैन। अब चाहिँ हामी फिलहाल उकालो जानुहुन्छ एकछिन ल। अब एकछिन तपाईँलाई म तलको खोला देखाउँछु ल। रिल्स बनाऊँ भनेको त भएन हौ, मजाको रिल्स एउटा हालौँ भनेको एउटा ट्राई गरेको भएन। ठिकै छ, अलिकति टाइम पास हुँदैछ। यहाँ हेर्नुहोस् न हाम्रो गेस्टहरू। पानी चाहिँ तर सफा रहेछ, पानी चाहिँ हेर्नुहोस् त दामी रहेछ पानी चाहिँ। पहिला हामी पिकनिक खेलेको चाहिँ उयो जग्गा हो। मान्छे चाहिँ भिडै हुँदो रहेछ त्यो माथिको बाटो। हेर न फुल पनि दामी दामी रहेछ यहाँ चाहिँ। रुखमा हेर्नु फुलहरू मजा मजा पुरा रहेछ नि त, फुलको भेराइटिज चाहिँ यहाँ। मेरे सपनों की फुलको भेराइटिज रहेछ नि त यहाँ, भेराइटिज दामी मजा रहेछ फुलहरू दामी दामी। कुन चाहिँ फुलहरू रहेछ हेर्नुहोस् त। यहाँ हेर्नुहोस् न फुल, आम्मामा ज्याम ज्याम के दामी कलर रहेछ फेरि, ओके कलर रहेछ नि त, रेडिस कलर। लु त गाइस अब हाम्रो जोगीघाटको पनि सक्यो साइड चाहिँ हो। अब जोगीघाटदेखि उकालो हेरौँ कस्तो छ। अझै म त यहाँ नयाँ पोइन्टहरू त यहाँ फर्स्ट टाइम घुमाएको कि त्यसले गर्दा म चिन्दिनँ नि त। सो हेर्नुहोस् कस्तो छ अब हेरौँ।
बाटो चाहिँ सोचेको भन्दा राम्रै रहेछ तर अलिकति उकालो चाहिँ हेभी डरलाग्दो उकालो रहेछ एकजना पर्दछ उकालो चाहिँ हेभी उकालो रहेछ अन्त बाटो चाहिँ सानो रहेछ तपाईँहरू पनि आउनुभयो भने तर यो सर्टकट रहेछ बाटो सिधै सिटोङ पुग्ने क्या तर बाटो चाहिँ ठिकै छ राम्रै छ तर अलिकति साँगुरो चाहिँ छ टर्निङ छ सानो बाटो अलिक सानो नै छ एउटा गाडी आउँछ चाहिँ माथिबाट अलिकति अप्ठ्यारो पर्ने रहेछ त्यति मात्रै हो राम्रै छ बाटो त्यति त त यहाँबाट चाहिँ अब राइट साइड जानुपर्ने रहेछ तर यहाँबाट चाहिँ बाटो अलिकति पिच छैन छ बाटो ठिक रहेछ म चाहिँ यहाँको हल्लाले वाक्कै भइसक्यो हल्लाले केचेङ हल्ला बेसी भयो यहाँको केही पनि हल्ला गरेको ल यो पोइन्ट चाहिँ आई लभ सिटोङ अरे अनि यहाँ चाहिँ मोनेस्ट्री अरे क्या मोनेस्ट्री आगे ल यो कालो चाहिँ आई लभ सिटोङ लेखेको छ यहाँ चाहिँ टुरिस्टहरूको चाहिँ हो सेल्फी डाँडा अरे नि त त्यहाँ होटलहरू बनिँदो रहेछ यो चाहिँ हाम्रो सिटोङको हनुमान टक ल हेर्नुहोस् यहाँको भ्यू अहिले फिलहाल हामी पुगिसकेको छौँ हनुमान टक भन्दो रहेछ यसलाई होइन यहाँ चाहिँ ठुलो झिल थियो रहेछ पहिला यिनीहरूको केचेङ सुनेर वक्क भइसक्यो यो ओह्रालो चाहिँ सिटोङ त्यहाँ देखाउने हामी अब सिटोङ गएर हो त्यहाँदेखि चाहिँ फर्किनु पर्यो अब आलडाँडा भन्ने ठाउँ रहेछ होइन यहाँबाट चाहिँ टिकट काटेर चाहिँ भित्र पस्नुपर्ने रहेछ ल अब आलडाँडापट्टि पनि पस्यो हामी हो बाटो सानो रहेछ तर यो बाटो तर साइड पनि रुख मजाले स्याहारेको रहेछ सानो चाहिँ टाइल्स लगाएको रहेछ बाटोमा चाहिँ हेरौँ कस्तो हुन्छ टाढा अब आलडाँडा भन्ने ठाउँ दामी छ अरे फर्स्ट टाइम गएको हेरौँ लु फिलहाल हामी यो जग्गाको नाम चाहिँ आलडाँडा अरे अन्त डाँडा चाहिँ मजाको छ म फर्स्ट टाइम आएको अन्त मलाई पनि थाहा छैन अन्त म चाहिँ दादा यहाँ हाम्रो सिनियर दाजु हुनुहुन्छ मलाई सोध्दै हिँड्दै हो अब यहाँबाट चाहिँ के देख्छ अरे त यहाँबाट टिस्टा भ्यू पोइन्ट तल टिस्टा भनौँ न टिस्टाहरू देख्छ बाँकी पनि अरू यहाँ दिन खुल्ला भए त कालिम्पोङहरू पनि देख्थ्यो आज छैन अब यहाँबाट चाहिँ के देख्छ यहाँबाट उता फगीहरू पनि होला अहिले त अब यहाँबाट त उयो पनि देख्थ्यो नि कञ्चनजङ्घा पनि देख्थ्यो हो फिलहाल चाहिँ अब सबै बन्द छ भनौँ न धुमाले गर्दा जग्गा चाहिँ दामी रहेछ तर है एकदम यहाँनिर एकदम खुल्ला छ मतलब चारतिर देखाइदिन्छ यहाँबाट मङ्पू हेर्दा पनि भयो कालिम्पोङ सिक्किमको पनि झलक पाउँछ अलिअलि है उहाँ हाम्रो दाजु चाहिँ यहाँकै हुनुहुन्छ त्यसले गर्दा चाहिँ धेरै कुरो जानेको छ नि त यहाँ अलिअलि तल सिलगढीको भन्दाखेरि उयो के भन्छ यो रेलवे गेट क्या तल तिनीहरू देख्छ अलिअलि जाउँ है यो यस्तो चाहिँ भ्यू चाहिँ हेर्नुहोस् है अब यहाँबाट चाहिँ यतिको रहेछ नि भ्यू चाहिँ दामी देख्दैछ है होमस्टे होला यो त है लु तर हामी चाहिँ अब तिनजना दाजु भाइ चाहिँ दामी भेटेको छ हामी चाहिँ ग्रुप तर पेसेन्जर चाहिँ एकदमै खराब पेसेन्जर चाहिँ एकदमै किच्चक है पिसहरू पनि देख्छ उयो ल हेर्नुहोस् यहाँबाट चाहिँ दृश्य चाहिँ कहाँको अरे कालीझोडाको ब्रिज देख्छ त्यो रेलवेको हो के दामी देखेको छ है उता चाहिँ उयो चाहिँ तल उयो डाँडादेखि पल्लाको चाहिँ सिलगढीको लाइनहरू देख्छ ए मलाई चाहिँ सिलगढी यो पानीको उता चाहिँ सिलगढी छ डल्ल हो क्लियर भयो नि यो एउटा पहाड छ नि जति पनि यो पहाडमा चाहिँ एउटा चाहिँ यो बनिएको छ अरे हौ रविन्द्रनाथको बनिएको छ है कुन चाहिँ पहाड उयसमा भनेको कहाँ गाउँ यहाँ तपाईँलाई यहाँ कता बनिएको छ अरे मैले यो पहाडकै बिचमा यो चाहिँ यहाँ छैन म त यहाँ फर्स्ट टाइम आएको भन्दैछु होमस्टे तल चाहिँ
यो यहाँबाट चाहिँ सनराइज पनि हुँदो रहेछ है, सनराइज भ्यू पोइन्ट पनि रहेछ फिलहाल चाहिँ। तर मौसम चाहिँ यतिको त खुल्लै हो, दामी रहेछ। उही डाँडा जानु छ ल हौ, दामी भ्यू दामी देख्दैछ टिस्टा। जाडो भयो डाँडा हेर्नु, डाँडा डाँडा अरे रहेछ डाँडा त। न यहाँ तपाईँले हेर्नु सक्नुहुन्छ होला, यहाँ ढुङ्गा होइन, यो ढुङ्गामा चाहिँ तपाईँले के देख्नुभयो नोटिस गर्नुहोस् त राम्रोसँगले हेरेर। के देख्नुभयो तपाईँले? टाढोबाट देखाइदिएको छु ल, मुख चाहिँ मुखै छ अनुहार छ। यो चाहिँ तपाईँको रविन्द्रनाथको फेस होइन, फेस रहेछ हेर्नुहोस् न। फोटो खिचेर चाहिँ डिटो देख्दैछु। जाडो भयो, भ्यू चाहिँ बबाले रहेछ नि त है यहाँबाट त। म पो टुरिस्ट जस्तो भयो त है। ल आलडाँडामा चाहिँ यस्तो ड्रेसहरू पनि पाउँछ होइन, आफ्नो कल्चरको। এখানে কি খাবার কি আছে? খাবার চাউমিন, ওয়াই ম্যাগি, মোমো, চাই, কফি, চিকেন পকোড়া, ভেজ পকোড়া। ফ্রাইড রাইস আছে। ফ্রাইড রাইস খাবে? ফ্রাইড রাইস নেই। নেই? কেখানে আমি সেই হোটেলে চাউমিন খাবো। নিরামিষ কিছু লাগবে তাহলে ডিম চাউমিন কি ডিম দিয়ে এগ দিয়ে? खानेको पो अलिकति टेन्सन भयो त। ভেজ। हो के खान्छ? ডিম দিয়ে ल अहिले फिलहाल हामी अलिकति भोजनपट्टि लागौँ भनेर चाहिँ आएको छौँ, वाइ बनाइमा आएको। अन्त यहाँ आन्टीले चाहिँ मोमो खानु भन्दै हुँदैछ, हामी चाहिँ मोमोले ग्यास हुन्छ। अन्तखेरि अहिले चाहिँ वाइवाई खाने, वाइवाईमा अन्डा हालेर। अब भात त पाउँदैन सकाए पनि, त्यसले गर्दा यहाँबाट चाहिँ सिधा घर जाने हामी चाहिँ। भोकले गर्दाखेरि चाहिँ हाम्रो भाइहरू अलिकति साह्रै परेको जस्तो लाग्दछ। ल आजको हाम्रो डाइट चाहिँ वाइवाईले आज भुँडी भरिनेछ। योसँग 2 खेप भयो खाता भाइ र मैले चाहिँ 2 खेप भयो, दाले 1 खेप भयो है त। म एक खेप रोटी खाँदै आएँ, म त एउटा गिलोटी खाएर आएको। ल अब चाहिँ हामी सुरु गर्छौँ वाइवाई, यतिमै अब घर पुग्ने हो हामी। ल अब यिनीहरूलाई बेसी पनि घुमायो हो, अब चाहिँ हामी फर्किने यहाँबाट। अब हामी लाग्यौँ 3टा गाडी फेरि त्यही बाटो। हामी चाहिँ रङ्गुल बाटो जाउँ भन्दै थियो कि, होस् अब त्यो बाटो अलिक रफ छ भनेर चाहिँ फेरि त्यही अघि आएको बाटो जाने अब, किनभने टाइम पनि अब छैन हो। रात पऱ्यो भने फेरि अलिक फगेले फेरि मङ्पू बाटो अप्ठ्यारो पर्छ भनेर चाहिँ छिटो लाग्यौँ हामी अब। किलोमीटर 5 किलोमीटर होगा। 500 किलोमीटर। और कितने बजे तक खुला रहता है? 4 बजे तक। 4 बजे तक खुला रहता है। ल फेरि सिटोङ पनि आइपुग्यो हो। अब सिटोङबाट सिधै अब उकालो उकालो लगिदिनुपर्छ। भयो अब यिनीहरूको सक्यो साइड सिन पनि आजको। ओके गाइज, अब आजको लागि यति नै भ्लग। सो तपाईँलाई कस्तो लाग्यो होला, राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नुहोस् होला है। सो आज चाहिँ हत्तु बत्तर घुमाएर चाहिँ अब नेक्स्ट भ्लग चाहिँ हाम्रो कालिम्पोङको आउँछ है। अब चाहिँ 1 तारिकको दिन है कालिम्पोङको भ्लग आउँछ। सो हेर्नुहोस् होला हाम्रो भिडियो। थ्याङ्क यू गाइज वाचिङ।